हेलो गाइज, गुड मर्निङ फ्रम तारा हिलटप। अहिले चाहिँ म चाहिँ तारा हिलटपमा छु। मैले जोग हानेको होइन, म 2900 मिटरको हाइटमा छु। हाम्जादेखि लिएर होइन सब आउँछ है। ल हेर्नु त एकदमै राम्रो आउँछ। कपुचे कोरी पनि देखिन्छ, यहाँबाट कोरी पनि देखिन्छ, ब्युटिफुल छ है। अनि यो होटेलहरू चाहिँ एकदमै हुन्छ नि त, यहाँको हिसाबले चाहिँ एकदमै राम्रो छन् है। त्यसपछि चाहिँ अब यहाँ चाहिँ स्पेसल्ली टेन्टमा चाहिँ बस्ने हो। यसमा चाहिँ स्पेसल्ली टेन्टमा बस्ने हो। टेन्ट चाहिँ एकदमै खतरा रहेछ। तारा हिलटप 2900 मिटर होइन। यहाँबाट घले खर्का जानको लागि चाहिँ 3 घन्टा र सिक्लेस जानको लागि 5 घन्टा, खेलाङ जानको लागि 3 घन्टा छ है। भनेदेखि अब यहाँबाट भ्यू हेरौँ है। यताबाट देखिन्छ यो हिमालय वाइल्डै देखिरहेछ, हेर्नु होला है। ल गाइज होइन, भिजिट आवर ब्युटिफुल प्लेस होइन। नजिकको तीर्थ हेला नगर्नु होला, वाइल्ड गरिदिनु होला प्लिज तपाईँहरू पनि।